हेलो साथीहरू नमस्कार। अन्ततः म गुवाहाटीबाट 2 घण्टा जस्तोको यात्रा गरेर शिलङ बडापानी आइपुगे। जो बडापानीको तपाईहरुलाई दृश्य देखाउन गइरहेको छु। साथीहरू यो शिलङको बडापानी हो। यसलाई यहाँको स्थानीय खासी भाषामा उमियम झिल पनि लेक पनि भनिन्छ, उमियम लेक। तर यो बडापानी लेकले नै प्रसिद्ध छ। यो मेघालय स्टेटको सबैभन्दा ठुलो विद्युत उत्पादन केन्द्र हो। अनि यो झिल देख्नु हुँदैछ, यो प्राकृतिक झिल होइन, यो कृत्रिम झिल हो। म्यानमेड अथवा मान्छेद्वारा बनाइएको लेक हो। यसको क्षेत्रफल तपाईको 225 वर्ग किलोमिटर 225 स्क्वायर किलोमिटर रहेको छ। अनि मेघालयको सबैभन्दा ठुलो विद्युत उत्पादन केन्द्र मानिन्छ। अनि यसको बगलमा तपाईहरुले यतापट्टि जानुभयो भने, मेरो राइट ह्यान्ड साइडपट्टि जानुभयो भने तपाईहरुले शिलङ एयरपोर्ट अथवा उम्रे एयरपोर्ट भेट्नुहुनेछ। यहाँदेखि वकिङ डिस्टेन्समै पर्छ। अनि तपाईको यहाँदेखि यता उकालो गएपछि 12-15 किलोमिटर माथि शिलङ टाउन पुगिन्छ। यो बडापानी लेक। हवस् त साथीहरू, तपाईहरुले बडापानी लेक देख्नु भएको होला। नदेख्ने साथीहरुले पनि मेरो यो भिडियोद्वारा देख्नु पाउनुभयो भन्ने अथवा देख्नु पाउनुहुन्छ भन्ने आशा साँचेको छु। तपाईहरु सबैजनालाई शुभ दिन, शुभकामना।